कहाँबाट ल्याउनु भयो यत्रो पैसा? के को लागि ल्याउनु भयो? यो थाहा छैन, यो फेसबुक र कन्टेन्ट क्रिएसनबाट आएको हो। ए हो र? फेसबुकमा नि पैसा आउँछ? हो नि, 6 महिनादेखिबाट हामी फेसबुकमा काम गरिराखेका छौँ। आमा, त्यस्तो पैसा आउँछ है? कति आयो? यहाँ त धेरै छैन, जम्मा 1 लाख जति होला। कति महिनाको कमाइ हो यो? 5-6 महिनासम्मको कुनैमा ब्रान्डिङ गरेर काम गरेको, कुनैमा के गरेर काम गरेको, सबै सँगै राखेको। रामा, भनेपछि त फेसबुकबाट नि पैसा आउँछ है? कसरी आउँछ यो पैसा? के गरेर आउँछ? सबैजनालाई भनिदिनु न। यो फेसबुकमा चाहिँ कन्टेन्ट क्रिएसन गरेर त्यस पछाडि विभिन्न किसिमका एडभर्टाइजहरू लिएर ब्रान्ड एम्बेसडरको रूपमा चाहिँ काम गरेर पैसाहरू आउँछ। मेरो चाहिँ आफ्नै तालिमहरूको र सर्भिस युजरहरूको आदि सबै मिलाएर चाहिँ यो आएको हो। यो सम्बन्धी थप जान्न चाहनुहुन्छ भने चाहिँ मोहन पोखरेल फेसबुकमा चाहिँ यहाँहरू एड हुन सक्नुहुन्छ। फलो गर्नुहोस्, कमेन्ट गर्नुहोस्, म तपाईसँग हुन्छु। तपाईलाई जसरी चाहिन्छ त्यसरी म चाहिँ इन्फर्मेसनहरू दिइराखेको हुन्छु। ओहो, भनेपछि त फेसबुकबाट पैसा आउँदो रहेछ। अब म पनि तपाईको जस्तै गरेर फेसबुकबाट पैसा कमाउने हो। स्योर। सबैजनाले त्यस्तै गरेर कमाउनु होला। उहाँले बाँकी कुराहरू सिकाइदिनु हुनेछ। उहाँको पेजमा गएर चाहिँ जोडिन सक्नुहुनेछ। अब यो पैसाले तपाईले के गर्ने सोच बनाउनु भएको छ? यो पैसाले अब मैले मेरो जीवनको बिमा गर्छु। जीवन बिमा? जीवन बिमा गर्नुहुन्छ? जीवनको नि बिमा हुन्छ र भनेको? एकदमै हुन्छ। स्वास्थ्य बिमा हो भन्न खोज्नु भएको? स्वास्थ्य बिमा हैन, मेरो आफ्नो जिन्दगीभरिको बिमा। जीवन बिमा हैन के बुढो? जीवन बिमा हैन के? यसलाई चाहिँ सहकारीमा लगेर राखौँ कि ब्याङ्कमा राखौँ कि त भने तीज आउँदैछ, मलाई एउटा राम्रो गहना किनिदिनुस् न। म यो पैसा अहिले ब्याङ्कमा लगाएर राख्छु। फेरि ब्याङ्कमा राख्नु गलत भन्न खोजे होइन। अहिले तत्कालको लागि मेरो आवश्यकता चाहिँ जीवन बिमालाई मैले प्राथमिकता दिएको छु। यो पैसा अहिले म ब्याङ्कमा पनि राख्दिनँ, यो पैसा अहिले म सहकारीमा पनि राख्दिनँ र तपाईँलाई सुन पनि किन्दिनँ। म यो तीज हामी सुन बिना साडी बिना नै मनाउनेछौँ। सबैजनाले नयाँ नयाँ लाउने भने छन् आफ्नो चाहिँ। हामी देखा सिकी र नक्कल गर्ने छैनौँ यो चोटि। हामी हाम्रो जीवनलाई सुरक्षा कसरी हुन्छ, जिन्दगीको चाहिँ कसरी सुरक्षित रूपमा चाहिँ जिउन सकिन्छ त्यो कुरालाई हामी आफू पनि अवलम्बन गर्नेछौँ, हाम्रो बालबालिकालाई पनि सिकाउनेछौँ। हुन्छ त नि, नकिन्दिनु, म पोहोरकै साडी लगाउँला। गुड। अनि जीवन बिमा त गर्ने कुन कम्पनीमा गर्ने, कतिको गर्ने? सिटिजन लाइफ इन्सुरेन्समा मैले यो चोटि 15 लाखको बिमा गर्दैछु, जसको लागि मेरो यो पहिलो प्रिमियम हुनेछ। ए हो र? र केही पैसा चाहिँ बच्छ, त्यो पैसाको चाहिँ मैले थोरै केही कुराहरूमा इन्भेस्ट पनि गर्नेछु र अलिकति चाहिँ सोसल वर्कमा पनि जानेछ। अनि यो जीवन बिमा गरेर के फाइदा हुन्छ नि? जीवन बिमा गरिसके पछाडि सबभन्दा पहिला मैले यो पैसालाई सुरक्षित रूपमा चाहिँ राखिसके पछाडि मलाई चाहिँ हुने जिन्दगीमा आउने कुनै पनि रोग, क्षति आदिका कुराहरूमा काम लाग्नेछ, जसलाई चाहिँ मैले युज गर्न सक्नेछु, जसबाट मलाई चाहिँ त्यो खालको प्रफिट आउनेछ र मलाई केही भएन भने पनि निश्चित समय पछाडि जब यो म्याच्योर हुनेछ त्यस पछाडि मलाई यसको चाहिँ बोनस, आफ्नो रकम र ब्याज सबै फिर्ता हुनेछ। भनेपछि हजुरले जीवन बिमा गर्नुहुन्छ? हजुर। जीवन बिमाको विषयमा राम्रोसँग बुझ्नु भएको रहेछ। यो सही कामको लागि चाहिँ मैले पनि साथ दिनेछु। धन्यवाद।